छोरामाथि चाहिँ यति के भन्नु बाउको यति माया ममता हुन्छ कि भन्ने कुरो सायद अब हुन त भोलि गएर मेरो छोरा पनि बुवा हुन्छ। 10 वर्ष भए मैले छोरा भेट्यो अहिले धेरै खुसी लागिरहेको छ। छोराको बिहे यसरी गर्नु छोरा त अब एकदम एक्साइटेड छु। उहाँ पनि उतापट्टि वेटिङ गर्दै हुनुहुन्छ होला। अब सकेसम्म छिटो भेटेर चाहिँ कामबाट छिटो गरेर चाहिँ भेट्न चाहिँ एकदम इच्छा छ। मेरो ड्याडी मम्मीहरू पनि एकदम अब है खुसी हुनुहुन्छ। अब म पनि एकदम खुसी छु। हेर्दै जाउँ आजको अब एउटा यात्रा भनौँ कि एउटा जे होस् दिन चाहिँ रमाइलो सकेसम्म चाहिँ यदि होइन अगाडि बढ्न पाओस् भन्ने चाहिँ चाहन्छु। तिमी भन्दा पर कुनै याद नहोस्, तिमी भन्दा नजिक कुनै साथ नहोस्, तिमी भन्दा पर कुनै याद नहोस्, तिमी भन्दा भर कुनै हात नहोस्। यो मनले तिमीलाई नै रोज्यो नि, सँग हिँड्ने एउटै बाटो खोज्यो नि। हामी दुवै कहीँ कतै पुगिसक्यौँ नि, थाहै नपाई छहारी भइसक्यौँ नि। उकालीको चौतारीमा झमै बार पिपल, अजम्बरी हाम्रो माया सधैँ शीतल शीतल। उकालीको चौतारीमा झमै बार पिपल, अजम्बरी हाम्रो माया सधैँ शीतल शीतल।